वशिष्ठ गोत्र भट्टराई दृन्दालोको कुल पूजा दिवाली पर्व चलिराखेको हुनाले हाम्रा 12 मष्ट अध्यमष्ट पर्वमा हामीले बोलाएर रोकेका थियौं। हाम्रो पर्वलाई सफल बनाउनको लागि आवश्यक परेको खण्डमा हामी तिमीलाई विश्राम दिए पनि जतिखेर पनि बोलाउन सक्छौं भनेर विश्राम दिएका थियौं। परमेश्वर दृन्दालोले केही कुरा सोध्न चाह्यो। अध्यमष्ट 12 मष्ट एकदम ड्याङ्ग्रेको आङमा सहित राम्रोसँग सोधेको प्रश्नको उत्तर एकदम हल्का भन्दा साह्रै मन्द गति चाहिँ होइन, एकदम ड्याङ्ग्रेलाई अप्ठ्यारा नपारिकन एकदम सहज तरिकाले परमेश्वर ड्याङ्ग्रेको आङमा आएर दृन्दालोको जिज्ञासा मेटाउनको लागि ड्याङ्ग्रेलाई हामीले निम्ता गर्यौं। परमेश्वर त्यो ड्याङ्ग्रेमा चढेर एकदम खुलेर आउनु पर्यो। परमेश्वर अध्यमष्ट 12 मष्ट ड्याङ्ग्रेको आङमा एकदम खुलस्त रूपले आएर दृन्दालोले राखेको जिज्ञासा मेटाउन सक्ने गरी एकदम गरेर बाबू बार मस्त मध्य दोस्तों भाई बाबू उता जाने उता मस्त मध्य दसौं भाइ 12 मस्त भन्ने मै हो बाबु। 10 भाइ मध्ये बाली ल्याउन पर्ने बता ल्याइदे बाबु हामीले आहा बन्द गर्दा पनि यो फोटामा फिटेको आहा बन्द होला फोटो खिचेर हेर्नु पर्यो हो जे गर्नु एउटा देख्नु पर्छ यो आहा चाहिँ हेरिदिएन हुन्थ्यो क्या फोटो चाहिँ आउँथ्यो राम्रो धुवा छ भन्दै छ पहिलो दोस्रो भनेको त छुट्टी हो नि धुवाले होला सबैलाई आउन लाग्यो क्या आउन
मान्छेलाई पोल्नु त अघि बजाएर आउनुपर्छ खाइलाग्दा हुन्छ नि त त्यो नलाग्ने काम जति खायो मामासँग खेली हिँड्ने मामाको पर्वमा सघाउन भनेर मामाले निम्तो गरेर मामाको पर्व चल्दै गर्दाखेरि बाजालाई निम्तो हाम्रो पर्व चल्दै गर्दाखेरि हाम्रो पर्वमा आवश्यक परमेश्वरहरू हाम्रो पर्वमा तिनीहरू मामासँग आवश्यक पऱ्यो त्यही भनेर हामीले निम्ता गरेर परमेश्वरले एकदम ज्ञानको आङमा गजबसँगले आउनु पर्यो आएर मामाले सोधेका जिज्ञासा विद्यालयले सोधेको जिज्ञासा सबै बताउन सक्ने गरी एकदम ज्ञानको आङमा परमेश्वर आउँछ परमेश्वरहरू आदि भएर भन्दा साह्रै हल्का आएर पनि नहुँदो रहेछ परमेश्वर ठिकै आउनु पर्ने चाहिँ साह्रै मन्द आएर पनि नहुँदो रहेछ परमेश्वर आदि भएर भन्दा हामीले निमन्त्रणा गऱ्यौँ ज्ञानको आङमा एकदम चढेर आउनु पर्यो परमेश्वरलाई हरि ओम सतेन इन्द्रो वेदशावः सतेन पुखा विश्ववेदाः सतेन बाहिर पनि हान्दिनु सतेन बाहिर पनि हान्दिनु पयो खदी पयो सदा महाम विष्णु र राख बसी विष्णु यहाँ त वैष्णव बसी ओम अग्नि मैले भनौला हैन मेरा बन्धु भाइ हरूलाई सही सत्य वचन रूपी बधाई ल्याइदेऊ बाबु बाह्र वर्ष मध्येको तेस्रो भाइ जिउ बाँधेर होइन एकदम जिउ खोलेर ज्ञानको आउनु पर्यो परमेश्वर जिउ बाँधेर आउनु पर्यो परमेश्वर जिउ खोलेर एकदम हात फुकाएर राम्रोसँग आउनु पर्यो परमेश्वर ज्ञानको एकदम खुल्ला छोड्देऊ त्यस्तो बाँधेर राख्न पाइँदैन परमेश्वर अझै मस्ट 12 मस्ट आदि 12 सबैलाई निमन्त्रणा गरेर हामीले बोलाएका छौँ ज्ञाङ्रेको आउँमा चढाएका छौँ परमेश्वर हाम्रो पर्व एकदम नजिकै लाग्यो अब भोलिबाट हामीले विशासय हाम्रो पर्वलाई सम्पन्न गर्न भनेर विशासय वर्षिनी मनाउने काम भोलिबाट हुँदैछ परमेश्वर यसमा ज्ञाङ्रे एउटा थरथर काम्नी
यसरी आउने जाने पर्व चलाउने फेरि रोक्ने मात्रै गइरहेको छ परमेश्वर। यसै गरी हाम्रो पर्व यो जति यसै गरी चलाउने त परमेश्वर एकदम ज्याङ्रेलाई हल्कासँग आएर ज्याङ्रेको मनमा के छ सबै कुरा भनिदिनु पर्यो परमेश्वर। ल पर्व कसरी मनाउँछ अब हामी त पर्वमा यसो चलाइ हुन दिँदैन यतिकै त ज्याङ्रेलाई पर राखेर हाम्रो हिसाबले मनाउँछ है परमेश्वर। यस्तो हुन्छ पर्व फेरि बाबु त्यसमा कुनै चिन्ता नली सही सत्य रोकी आदे मस्त प्रथम यसमा जिम्मेवारी ठुलो छै बाबु परमेश्वर अध्ययमा तिमीले त्यसो भन्दाखेरि यो वृन्दालोको मनमा एउटा जिज्ञासा गरेको छ। त्यो जिज्ञासाबाट मैले सानो प्रश्न सोध्न लागि अध्यय मष्ट 12 मष्ट प्रथम भन्दा के हुन्छ परमेश्वर? जुन तिमीले मलाई गुरु मान्छौ यी म पछि लाग्ने मेरा पछि हिँड्ने भने का दोस्रो गण हुन् त्यसमा मै गुरु अब पर्वमा मेरै वचन मरै शब्द मेरै गोपी मैले त्यसै पछि चली खेली आउने छँदै बाबु परमेश्वर अध्यय मष्ट। यसो भएदेखि हाम्रो पर्व आउँदै गर्दाखेरि मैले 12 मष्टको प्रथम ज्ञानलाई सोधिरहेको छु। परमेश्वर 12 मष्टको प्रथम तिम्रो उत्पत्ति कहाँबाट भएको सबै कुरा खुलाएर ल्याउँदा लु अब पर्वलाई एकदम शक्तिशालीसँग राम्रोसँग मनाउनु पर्छ। पर्व नजिकै नै छ तिमीले चाहिँ थरथर मात्रै ज्याङ्रेलाई दियो भनेदेखि त पर्वमा त हामी त ज्याङ्रेलाई पर राखेर गर्छौँ त 12 मष्टका दोस्रो ज्याङ्रेलाई परमेश्वर यी सबै खुलाएर ल्याउन सक्नु पर्यो। तिम्रो उत्पत्ति स्थान भन्दै परमेश्वर अरू केही भन्नु परेन। पहिले उत्पत्ति स्थान चाहिँ भन्नु पर्नु परमेश्वर। यही प्रश्न फेरि तेस्रो ज्याङ्रेलाई पनि छ है परमेश्वर। तिम्रो पनि त्यो थरथर गर्दै गर्ने होइन। तिम्रो उत्पत्ति केन्द्र कहाँ हो? एउटा प्रश्न सोधेको थिएँ मैले, त्यसको उत्तर भन्नु पर्यो। कि तिमी हाम्रो पर्वमा सामेल हुन सक्दैनौ? यति गर्दा तिमीलाई बाहिर राखेर हामीले पर्व मनाउँदा हुन्छ भनेदेखि तिम्रो लाएर बस्छ, होइन भने भन्नु पर्यो। विद्यालयमा सोधेको कुराहरू परमेश्वर। ल हामीले त पर्व रचेर आइसक्यौँ। हामीले यो पर्व जसरी पनि सम्पन्न गर्छौँ, यो पर्व पुरा गर्छौँ। तिमीलाई सामेल गरेर गर्ने कि बाहिर राखेर गर्ने तिमीमा भर पर्ने कुरा हो। कि भन्नु पर्यो, वृन्दालोको चित्त बुझाउनु पर्यो। नभएदेखि तिमीलाई बाहिर राख्न सक्छ है परमेश्वर। विचार गरेर आफ्नो परिचय खोलाउनु पर्यो। हाम्रो पर्व एकदम नजिकिसक्यो अब हाम्रो त पर्वको तयारी हामी जुटिसक्यौँ। हुँदै आए मेरा हेर बाह्र मस्ट भन्छौ तिमी
हेर अब तिमी कहाँबाट चली खेली आयौ बताई ल्याएस मेरो हेर बसिस गोत्र भाइ बन्धुलाई सही सत्य रूपी वचन दिएस बाबु। परमेश्वर तिमीलाई इच्छा छ यहाँ तिमी निसासेका छौ भने एकचोटि बाहिर गएर फ्रेस गरेर बिमारलाई रचेर दाजुभाइको सबै रचेर आएर पनि बताउन सक्छौ है परमेश्वर। त्यसो भने एकचोटि बाहिर यसमा तिम्रो मनो सायद अब केही दिन पछि हेर सहेर सको बाटो रची ल्याउने छु यसमा धन्दा गरी दिएस यिनीहरूको अझै बाला पनको गति विधि हेर अझै पुरा भएको छैन बाबु। हेर बाबु मोह भट्ट राई वंश बसी इष्ट गोत्र को 12 मस्त मध्ये 10 भाइ 12 वस्त शिव लाई गुरु मानी पाल्पा प्रथम भाइ आको बाबु। तिम्रो भान्जा खोइ त कहाँ छोडी म कामा 10औं भनी मलाई वचन दि आयो तिम्रा भान्जा खै त बाबु कि त कुन चाहिँ भान्जा हुन् रुमा ले हन् कि अरू कुनै छन् बताई ल्याउ त बाबु। आदि मैले अब वचन दिन्छु तिमी आइदेऊ म प्रथम चलाऊ न जागी रूपी एक भक्ति एक चित्त गरी आएको छु है बाबु। मैसँग हाँसी खेली आई दिएस तिमीलाई कुनै छल कपट गर्ने छैन बाबु। बाबु मेरा भान्जा मोह छिरद समुद दह पार गर्ने क्रममा छुट्टी गएको थियो बाबु। त्यति भने क्यामेरा ठिकै छ अब
तिम्रा भान्जा लाई कसरी खोज्छौ कुन बाटो रोज्छौ छिटो सहर सको खोजी खोली ल्याइदेऊ बाबु के छ तिम्रो भनाइ हेर कि त मैले अर्को भान्जा बत्ती गर्नु पर्ने हो कि छिटो जागी बताइ ल्याएस् बाबु हेर बाबु हामी मामा भान्जा भेटो भई एकै सम्म हे ढ्याङ्ग्रेको आङमा आएको थियो बाबु त्यस ढ्याङ्ग्रेले आएको दिनको केही पछि नदी पार गरे पछि पुनः त्यस ढ्याङ्ग्रेको आङमा मेरा भान्जा आउन सके नै बाबु त्यसो भन्दा नयाँ ड्याङ्ग्रेलाई रचेर ल्याउनु पर्यो नि त परमेश्वर आफ्नो भान्जालाई त बोलाएर नयाँ ड्याङ्ग्रे रचेर लिएर आऊ न त नयाँ त्यो ड्याङ्ग्रेमा नसके अब नयाँ ड्याङ्ग्रे रच आफ्नो भान्जालाई निम्ता गर बोलाऊ तिमी सक्दैन भने कि हामीले बोलाइदिउँ त तिम्रो भान्जालाई लौ त मेरा भान्जा फेरि तिमीलाई मैले निम्ता गरे बाबु नयाँ ड्याङ्ग्रेमा रचेर ल्याऊ तिम्रो पुरानो ड्याङ्ग्रे अब समुद्र तल गएर ल्याउन सकेन नयाँ ड्याङ्ग्रेलाई रचेर ल्याऊ न तिम्रो भान्जालाई बोलाएर ल्याऊ अब मा भान्जासँगै खेली हिँड्न पनि सजिलो हुन्छ हेर बाबु तिमीले कुनै छत्र छाया रोपी गर्छौ मैले फेरि तिमीलाई हेर छोड्ने छुइन अलि जागी मसँग जागी लागे बाबु अलि कम्पन रोपी मा सयर सको शक्ति लि आइज होइन भने तेरो वचन मैले स्वीकार्ने छैन चली आइज हेर बाबु दुःख मन चाहे नर रची आएस बाबु हेर पश्चिम दिशैबाट हुँदै आएको हो बाबु यसमा त ड्याङ्ग्रे आफैले बोल्नु पर्यो नि परमेश्वर गुरुले बोल्दैन त भन नि ड्याङ्ग्रेले पनि बोल्नु पर्यो नि
हेर बाबु तिमी 12 मस्ट दोस्रो रोटी रहेछौ तिमी पछि को 10औं मा रच्ने को हो तिमीले सही सत्य रूपी खेली बताई ल्याउ त बाबु हेर भन्दा मानेस छिटो बताई ल्याइदेऊ बाबु मलाई कुरा आइकन म बुढो भइसक्यो पछि चाहिँ दुईटा दाई भन्दा बाहेक हेर बाबु तिमी 12 मस्ट भन्ने हेर 2 नम्बर रची खेली आउँछौ अब तिमी एकछिन बाट गइदेऊ बाबु हेर अब तिमी सँग चली खेली आउ त को रचौ बाबु लौ त मेरा भन्दा 12 मन डल्ने तिमी खै त आको बाबु हेर छिटो भूत पति गरी ल्याएस् नत्र मलाई पनि म बिदा दिउँला फेरि मेरो बाटोमा मैले रची खेली हिँड्न पाउने छैनस् छिटो लागि आइज बाबु हेर कुनै यही छ भने बताई ल्याइदेऊ भने म यही हो भनी कुनै छत्र छायाको सत्य रूपी बाटो रची मैसँग लड्न आएस् बाबु लो छिटो गर छिटो पर्व आउनु अब मामा एक्लै एक्लै हिँडेर त हुँदैन भान्जो सासा चाहियो भन्छ बिन्दालोले दाजुहरूको चित्त बुझाउन भने पनि भान्जो सासा चाहियो नि त पर्व पुरा गर्न त भान्जै नभएको पर्व कसरी पुरा गर्नु तिम्रो निमन्त्रण भान्जाले स्वीकार जस्तो लाग्यो है हाम्रो झुकिया त होइन नि कतै हेर तिमी किन छल कपट गर्छौ तिमीलाई यस वीर्यको साह्रै हेर वीर्यबाट
पतन गर्न योग्य सहाय बाबु नत्र साह्रै गिर्य हो हेर लाती लाग्ला हेर सयर सको वचन खोली ल्याइदेऊ बाबु तिमीलाई कुनै छत्र छाया हो केही खेल रोज छ भने पनि हेर टाढै बसी सही सत्य रूपी हो वचन ल्याइ मैसँग हेर खेल्न भनी राजी भई मैले दिएको छु छिटो जागी आएस बाबु यस्तो कुरो भाग्न त हुँदैन है हामीलाई देउताले यो हो त भन्छ शुद्ध ढ्याङ्ग्रेलाई छानी तिमी पनि आएस बाबु मैले जनाइ नलाएर हो त्यो पनि हो त्यो त उसको बाले चाहिँ 98% छुन्छ कि यसो त्यो मामाले त पुरा आउनु महिलालाई आउला र फेरि गाह्रो हो परमेश्वर 12 मस्ट तेस्रो नम्बरको ज्ञानीले मण्डली भान्जालाई निमन्त्रणा गरेको छ परमेश्वर एकदम शुद्ध ज्ञानी खाना आउनु भनेको छ एकदम पुरानो लिएर आयो हुँदैन परमेश्वर ल फर्किने गरी उताबाट बोल्ने गरी आइहाल भट्टाभट्टी आइहाल बोल्छ ढिलो बोल्छ किन भन्छ तिमीलाई रोकी रहेछ बाबु छिटो हेर उत बत्ती गरी ल्याउँछस् भने म तँलाई बोल्न योग्य भएँ नत्र त अब जाने छस् छिटो अझै खोज रज नत्र वचन दिएस् म केही पछि सयर सको बाटो रची तिमीलाई इच्छा पुरा गरिदिन्छु भनी आएस नत्र अब जाने छौ बाबु हेर अब म अर्को ढ्याङ्ग्रेलाई बोलाउँछु तिमी जाऊ बाबु हेर बाबु अब तिमी मसँग चली खेली सही सत्य वचन रूपी हेर अब मेरो अर्को
दसौँ रुपी भनी रची खेली आउँछ त्यसमा को वचन सही गलत शयर सको वचन ल्याइदेऊ बाबु पानी पिन्नु थोरै खाऊ थोरै यो मोटेलाई छोड्यो भने कसरी गेममै मजेरी सबै लौ त फेरि मैसँग जाग्न मैले तिमीलाई निमन्त्रणा दिए लौ शयर सको शक्ति बुद्ध भन्न गरी मैसँग चली खेली गर्न 10औं मध्ये तिमी रची खेली आउ त बाबु लोकप्रदर्श अध्यमष्ट एकचोटि मामा भन्दाले दुईपट्टिबाट चेपेर पो हेर्ने हो किन केले छल गरेको छ कि लो भान्जा मामालाई साथैलाई एकपट्टिबाट चेपिदिनु गर्नु पर्छ सोनाली नयाँ हेर लो हेर भित्र अब मैसँग चली खेली गर्न आएस बाबु जुन लामा जिग्री एक ठाउँ बस्यो चाहिँ चेप पहेँलीमा र मित्र कहाँ बस्ने एकजना तले अरू ठिक छ छोटो दिल के हो केटा चोखै सोध्नु पर्छ अनि केही देखिहाल्छ है कि कसरी गर्यो गरेर बुवा खोला हाल्थ्यो के रे बाबु भाइ भान्जा मध्ये आदि धारा प्रथमको हेर आदि मष्ट आमा मै हो हेर भान्जा तिमीले यस ग्याङ्ग्रेमा के छ कस्तो छ के को दोष छ कि छैन ममा त्यो चली खेली हिँड्न योग्य छैन बाबु तिमीले बताइ यस बाबु परमेश्वरी आउँदा यहाँ
उहाँहरू पत्नीले बेला उनीहरूकोमा झुङ घरम गरम खाएर पर्छ भान्जालाई मामाले सोध्ने हामीले सोध्ने होइन मामाले सोध्नु त अहिले हामीले सोद्धा के सोध्न भान्जाले बाबाले सोधेको मात्रै भन्नु लु भान्जा परो ठ्याक पार मामाले जे भन्नुभयो हामी भएर पर्नु देखाएको हामी सोध्ने अझै मास्टरलाई भनेको अझै मास्टरलाई अब लोकपर्व अझै वर्ष हाम्रो पर्व नजिकै गर्दाखेरि ग्याङहरूमा यस्तै नेपाली भने त्यसो त हामीलाई कुनै शङ्का भएन सहजै छ तैपनि अब हाम्रो पर्व मनाउनलाई तिमी पनि अलिक शक्तिशाली बनाएर आउँछौ कि भन्ने वृन्दावनको आश छ पर्व कसरी मनाउने अनि यसको बारेमा छलफल अहिले गर्नुभन्दा नि अब भोलिबाट तिम्रो विशासाय तयार गरेर राखेको छ हामीले विशासायलाई वर्षिनी मनाउने कुरो भोलिबाट हाम्रो हुँदैछ यसमा तिम्रो केही भनाइ छ भने भन विशासाय मनाउने बेला नि पहिला आदिबार भान्जाको विशासाय ठिक गर्ने हो कि तिमी आफ्नो लिन्छौ कि भान्जालाई दिन्छौ कि दिँदैनौ भान्जाको विशासाय के गर्ने हो तिम्रो मनमा के लाग्यो त्यो पनि त भन्नु पर्यो नि त भान्जालाई तिमी विशासाय दिन्छौ दिँदैनौ त योचोटि अब भान्जालाई विशासाय नहानी भयो भान्जा धेरै दुःख धेरै छोट पटक हेर दुःख कष्ट बन्धन बाँधी हेर सबै बाट पीडी भई मैले भान्जा को रोग म खुसी दिलाई दिउँला म तिमीलाई पालन पोषण गरी ल्याउँछु भनी ल्याएको छु मेरो हुनु पूर्व भान्जालाई चित्त बुझाइ दिएस् त्यहाँ पछि म बुझ्न योग्य हुने छु बाबु आदिबार भान्जा मामाले चाहिँ मेरो भान्जालाई खुसी पार्नुपर्छ भन्नुभयो हामीले भान्जालाई दिएको विशासाय तिमी आफै जिम्मा लिन सक्छौ कि मामा मार्फत लिन्छौ त त्यो तिम्रो भनाइ के छ भन्दै परमेश्वर अब त्यसो भने तिम्रो आफ्नो विशासाय आफै जिम्मा लिएर गर्न सक्छौ किन तिमी केमा चित्त बुझ्या छैन छिटो भन के कमी भयो भान्जो मलाई मामाले निम्तो गरी
आको हुनाले मेरो विश्वास त्यस्तो बोको मामाको आदेश बिना चल्न शक्ति नहै बाबु हेरी राखै जानी राखै मेरा मामाले भने कुरा स्वागत यज्ञ सहाय अध्यवस्थ भान्जाले मामाको जिम्मेवारीमा विश्वास लिने भनेर भने भान्जाको जिम्मेवारी किन तिमी वहन गर्न सक्छौ त परमेश्वर अध्यवस्थ कुनै त्यस्तो छल कपट मैले तिमी घरमा हुने छैन सत्य वचन रूपी चली खेली आएको छु त्यसमा कुनै बाधा अर्चना अब हुने छैन यो वचन हेर सुनि चित्त बुझाइ अघि सरेश बाबु जुन मेरो अब भोलि को शुभ घडी शुभ समय हेर बाबु वचन रूपी हेर चारै दिशा हेर सर सपाई छुवा छुत हेर एक हिसाबले तिमी हरको चेली बेटी हामीलाई हेर केही गुना पर राखी दिएस् बाबु परमेश्वर त्यसो हो भने पहिला त भान्जाको विश्वास चाहिँ भान्जालाई चित्त बुझाएर मामाले लिन्छ होला नि पहिला त भान्जाकै विश्वास चाहिँ टिपार्नु पर्ने होला नि त बिन्दालोले यसै गिर्य बाट भान्जा को हेर चित्त बुझाइ हाँसी खेली चारै हेर गिर्य महल को खुसी दि त्यस पछि मेरो सुरु हुने छ है बाबु परमेश्वर अध्यवस्थ भान्जालाई हाम्रो बिन्दालोले भान्जालाई छुट्टै विश्वास एउटा समग्र सबै बिन्दालोको मार्फत एउटा भान्जालाई चित्त बुझाउन एउटा विश्वास दिने गरेको छ अहिले पनि त्यही त होला नि अरू मूलमेरोबाट त भान्जालाई दिँदैन होला नि त तिम्रो भागबाट दिँदैन होला नि त त्यसमा मैले चित्त बुझाइ ल्याउँला तर केही बाट हेर जुन बलि लिने पर्व को बेला को विषम सय बलि को एकै रङको भान्जा ले भने को जस्तो देखि हेमा भान्जा को चित्त बुझ्दा त्यसलाई अर्को केही छल गरी ल्याइ दिएस्
बाबु त्यस्तो त यस्तो नि त परमेश्वर भान्जालाई चित्त बुझेको कुरो बिन्दालोले मामला दिन खोज्यो भने के गर्ने त त्यतिखेर भान्जालाई नि मन परेको विश्वास चाहिँ रह्यो त्यो मामला दिन बिन्दालोले खोज्यो भने के हुन्छ नि त्यतिखेर कुरो मिल्दैन होला नि त फेरि भान्जालाई त एउटा देखि त्यसै चित्त बुझाएर राख्न सक्नु पर्यो तिमीले हेर म चित्त बुझाइ जिउँला कुनै बाधा हर चना हुने छैन बाबु ल यो कुरो चाहिँ बिन्दालोले मान्छ परमेश्वर यो कुरो अहिले तिमीले एउटा कुरो चाहिँ बिन्दालोले बुझ्नु त होइन हो नि भोलि पक्का पढाएर जाँदा एक अङ्गी सेता पक्का भेट्यो भान्जाले दाबी गरी मामाले दाबी गर्यो मामाले दाबी गर्यो अप्ठ्यारो पर्दा सक्छ नि त फेरि यो परमेश्वर अध्यय मास्टरको र आदि बाह्र भान्जाको विश्वासको बारेमा छलफल भयो तिमीहरूले चाहिँ सुनेर हेरेर पछि मात्रै लाग्छौ कि तिमीहरू पनि विश्वासतिर जान्छौ त अब के छ तिमीहरूको भनाइ लु भन परमेश्वर अब थोर गरेर मात्र हुँदैन अध्यय मास्टर र आदि बाह्रले त विश्वास ठिक गरिसके त बाबु अहिले हामी त्यसमै चित्त बुझ्छ बाबु हो परमेश्वर त्यसो भने त्यो कुरो बिन्दालोले मान्दछ तिमी यहाँभन्दा अगाडि बढ्नु नसकेर यसैमा अध्यय मास्टरको पैसा लाग्छु भनेर अध्यय मास्टरमा हामी खुइन्छौँ भन्छ नि यो कुरो चाहिँ बिन्दालोले मान्छ है परमेश्वर तेस्रो ट्याङ्ग्रे तिमी के गर्छौ नि विश्वासको कुरा आइसक्यो हेर बाबु जब सम्म मेरा भन्जा आउने छैनन् तबसम्म म विश्वास लिने छैन बाबु दोस्रो ट्याङ्ग्रे र तेस्रो ट्याङ्ग्रेलाई मेरो एउटा प्रश्न तिमीहरू विश्वास गरेर यतिकै चित्त बुझाउँदै गरेर तिमीहरू बिन्दालोको लागि सेवा गर्न सक्दै सक्दैन त बिन्दालोको सेवा गर्दै गर्दैनौ त के छ यसमा तिमीहरूको भनाइ बाबु म बाह्र मस्त मध्ये दोस्रो भाइ होम त्यसमा भाइ बन्धु हरूलाई मबाट केही हुने छैन बाबु त्यसमा चित्त बुझ बाबु परमेश्वर त्यसो भने तिम्रो भनाइमा बिन्दालो खुसी हुन्छ अर्को ट्याङ्ग्रे के छ नि कुरो बिन्दालोको सेवा गर्न सकिन्छ सकिँदैन हेर बाबु म भट्ट राई वंश बसे इष्ट गोत्र को बाह्र मष्ट हुँ है बाबु यसमा मेरो कुनै विमति छैन है बाबु हो परमेश्वर त्यसो भने तिम्रो कुरालाई नि बिन्दालोले मान्छ हो परमेश्वर अध्यय बस्दा त्यसो हो भनेदेखि हाम्रो पर्व नजिकै गर्दाखेरि अब फेरि भोलिबाट हामी विश्वासको तयारीमा लागेका छौँ हाम्रो पर्वलाई अगाडि बढाउनको लागि केही समयको लागि भोलि विश्वासको लागि बिहान हामी हाम्रा ड्याङ्ग्रेहरूलाई फेरि बोलाएर छलफल गरेर विश्वासतिर लाग्ने गरी अहिले तिम्रो भान्जालाई बिदा देऊ परमेश्वर अब यो ड्याङ्ग्रेलाई बढी दुःख दिएर नराख परमेश्वर बाबु सुनि राखेश भोलि शुभ हेर घडी गई हेर सम एको वचन रूपी हेर चारै दिशा को हेर बाटो हेर चारै भूभाग सफा चोखो नितो गरी हेर सयर सको वचन हेर मेरै मनमा राखी हेर सर सफाई गरी हेर जुन विषा सय बलि दिने भेडालाई कुनै केही हेर छत्र छायाबाट केही दोष देखि ने गरी हेर चोखो नितो गरी राकेश हेर
बाबु कुनै गिर्य माछै केही सम ए नै लाग्ने छ हेर छिटो भन्दा छिटो गरी ल्याइदिएस् बाबु जुन भोलिबाट हेर अति एका केहीलाई कुनै त्यस्तो राम्रो भोजन खिलाइ दिएस् बाबु जुन शुभ घडीदेखि मेरो कार्य चाँडै हेर भूभागबाट सम्पन्न गरी हेर तिमीले पनि केही खान पनि भोजन गर्न पनि हेर मिल्ने छैन जब एक व्यक्तिले गर्ला त्यसलाई दुःख देला तर अर्को व्यक्तिमा हेर बाबु असर पर्न जाला यसमा सही सत्य रूपी मैले यही वचन दिई हेर अब मेरा हेर आदि भारा भान्डा तिमी जाऊ बाबु परमेश्वर अध्ययबाट तिमीले गरेको प्रश्नमा वस्तु खानु भएन सुरक्षामा रहनु पर्यो त्यो बिन्दालुले मान्नुपर्छ त्यो तिमीले राम्रो कुरा गर्यो यसमा तिमीलाई स्वागत छ अनि कुनै तिम्रो बिन्दालुले भोजनको व्यवस्था गर्नु हुँदैन बिन्दालुले मान्नुपर्छ त्यसमा पनि तिमीलाई स्वागत छ यसो घरमै गर्दा काहीँ बिरामी भएका बालबच्चा छन् केटाकेटी छन् बिर्तर छन् दबाई खानुपर्छ भने त्यस्तालाई भित्र चाहिँ होइन बाहिर खाने व्यवस्था चाहिँ गरेको खण्डमा तिमीले त्यसमा मान्नुपर्छ है परमेश्वर हो अहिले जानकारी गराएँ मैले कोही बिरामी भित्र खाना खायो भने यसमा तिमीले छोडिदिनुपर्छ हेर बाबु भो लाउनु भन्दा हे मर्नु भन्दा सही सत्यको बाटो रची अघि बढ्नु पर्छ बाबु त्यसमा कुनै छल कपट हुने छैन हेर जुन हेर बाबु सत्य वचन लि हेर बाबु त्यसमा कुनै रोक्न छेक्न बाबु मिल्ने छैन बाबु त्यसो हो भने तिम्रा बिन्दालोले भोलि तिमी सबै बिन्दालोको घर घरमा पुगेछौ घरमा जाँदाखेरि तिमीलाई कुनै बिन्दालोले छल गरे कुनै कुरा लुकाए कुनै कुरा के गरे तिमीलाई असर पर्न गयो तिमीलाई झुक्यायो भने त्यो कुरो तिमीले निकाल्न सक्नुपर्छ पर्छ तिमी आफै खडा भएर निकाल बिन्दालोले तिमीलाई स्वागत छ कसैले रोक्ने छैन पर्छ तिमी आफूले निकाल्नुपर्छ त्यस्तो अवस्था हेर बाबु त्यसमा केही बाबु वचन अघि नै दिएको छु हेर कुनै गिर्यमा त्यस्तो हुन सक्छ त्यसकै गिर्यमा केही सम ए लाग्ने छ भने खै छु त बाबु परमेश्वर त्यसो भने अध्ययबाट तिमीलाई हामीले घाट चामल जिम्मा लगाएका छौँ भोलि बिन्दालोको घर दैलो गर्दा तिम्रो विश्वासै मनाउँदै जाँदाखेरि तिम्रो भान्जालाई घाट चामल किन लिएर जान्छौ घाट चामल सहितले लान्छौ त तिमी के गर्छौ त यसमा हेर बाबु अघि लाई हेर नचाइ खेली हिँडाउ नै छु है बाबु अनि भान्जालाई त भोलि भान्जालाई सोधेर भान्जाको वचन अनुसार तिमी गर्ने भयो भने तिमीले रचेर आएका ड्याङ्ग्रेहरूलाई चाहिँ के गर्छौ त तिम्रो पैसा लगाएर घाट चामल किन लान्छौ घाट चामल किन सक्छौ त अब भोलि हेर ड्याङ्ग्रे त चलिरहेको अहिले सक्छौ बाबु अब हेर 12 मस्ट
तिम्रो के छ बाबु यसमा भन्ने वचन खोली ल्याउ त बाबु काका कैरन भए सम्मान लिने छैन बाबु बाबु तिमीले सही सत्य वचन मेरो मान्यौ तिमीलाई कुनै अब रोक चेक हुने छैन अब ढ्याङ्ग्रेलाई बुझेस बाबु अर्को दशमा खेल्ने अर्को मण्डलीलाई पनि स्वदेश बाबु परमेश्वरा 12 वर्षको तेस्रो याङ्गे तिम्रो विचार के छ घाट दामाद लिएर चाहिँ गुरुसँग हिँड्छौ कि घाट दामाद लिएर गुरुको पैसा लाग्छ त तिमी तिमीले त झन् भान्जालाई निम्तो गराछौ भन्थ्यौ भान्जालाई पनि निकाल्न सक्दैनौ अहिले निकाल्न त मिल्दैन होला तिम्रो चिन्ता बुझ्दै बुझ्दैन त्यसै पछि हिँड्दाखेरि के छ भन्छौ तिम्रो विचार अनि परमेश्वर अध्यमष्ट अनि तिमीले रचेका ज्ञानीहरू तिम्रै ड्रेसमा हिँडाउँछौ कि फरक ड्रेसमा हिँडाउँछौ त भोलि बाबु यहाँ भन्दा गए हेर पर्वमा एकै रोपी वर्ष थियो अब त्यसमा हेर बाबु जुन तिमी पनि हेर अर्कै वर्ष जुन आधे मष्टको पनि फरक जुन आदि भारा पनि फरक हुने नै छ बाबु ले चाहिँ हेर सेतो वर्ष जुन आधे मष्ट प्रथम लाई चाहिँ रातो रुपी जुन तिमीलाई तिमी हेर धनन तरी हेर अर्का हेर गुरु सिद्ध दायाँ बस्ने हुन् तिमी धनन तरी लाई चाहिँ निलो हरियो हुनै पर्छ बाबु परमेश्वरा यसपालि अलिकति हामीले विचार पुर्याउन सकेन बिन्दालोले अलिकति कमजोरी गरेकै हो मामा भान्जालाई ड्रेस फरक पार्नु पर्थ्यो त्यो गर्न सकेन हामीले एउटै रचेर ल्यायौँ यसपालि मामा भान्जाको ड्रेस एउटै छ एउटै ड्रेसमा तपाईँको खेलेर हिँड्नुपर्ने हो केही अब गएका पर्वहरूमा आउँदा पर्वहरूमा चाहिँ यो बिन्दालोले सुधार गर्दा पर्छ त्यसमा यसपालि तिमीले दुःख गरेर पाउने छैनौ अलिकति विचार गर्नुपर्छ बिन्दालोले कमजोरी गर्न सोच है मामा भान्जाको ड्रेस फरक पार्नु पर्थ्यो त हामीले सोच गरेनौँ पहिला हामीले अलिकति पहिले सोच गर्नुपर्छ देश एउटै ल्यायौँ अलिकति फरक पार्नमा चिन्हला पाए हामीलाई सजिलो हुन्थ्यो त्यो हामीले विचार गर्नुपर्छ हामीले विचार आधे मष्टले चाहिँ अर्कै कालो हेर झारी चम्मर किन बोक्छस् दिन्छस् जुन आदि भाराले चाहिँ सेतै वर्ष हेर सेतै चम्मर किन सुम्पी दियौ त उसले किन सेतै
बिचम सय को भेडा किन रस्न गयो त बाबु यो परमेश्वर अध्यय मठ यसमा बिन्दालो खुसी छ तिमीले दिएको प्रति बिन्दालो एकदम खुसी छ यो चाहिँ सही हो घाटाबाट छुट्याएको हुन्छ तिमीहरू हुन्छ त्यो भनौ त्यो राम्रो कुरो परमेश्वर ल तिमीले रचेर अगाडि आउनेलाई बिदा गरेर परमेश्वर अनु अब अहिले हेर बाबु बाह्र मस्ट हेर दुईमा पर्ने तिमी गयौ जाउ त बाबु मैले तिमीलाई बिदा बारी दि सके अब केही सम पछि बोलाइ ल्याउला बाबु हेर बाबु तिमी हेर दसौँ मा पर्छौ भन्यौ अझै तिमी केही तिम्रो गुना सको वचन खोली ल्याउ त के छ के चाहन छौ त बाबु जो परमेश्वर अध्यय बस्छ त्यसो भने एकचोटि बाहिर गएर नतारा खेलेर सोध त परमेश्वरहरू एकचोटि बाहिर लिएर नाची खेली फकाइ फुल्या गरेर सोध त परमेश्वरलाई केही कुरा खुल्छ किन हेर बाबु यसमा अहिले यो सम हेर्को पनि ख्याल गरी दिए मूल्य जुन आदि भाडा आदि मस्ट लाई पनि बिदा वारी दि सके अब यसमा तिमीले कुनै धन्दा नलिएस् बाबु परमेश्वर ठिक छ त्यसो हो भने केही कुरा र सुन नभएदेखि बिना देव तिम्रो रचेर ल्याउनेलाई पनि हेर किन दोधार गर्छौ तिमी अझै केमा तिम्रो चित्त बुझ्या छैन बताइ देऊ त्यो चित्त मैले केही गरी पुर्याइ ल्याउने छु बाबु परमेश्वरलाई तिमीले रचेको ल्याउनलाई सोध्दै गर्दाखेरि मैले एउटा प्रश्न तिमीलाई पनि सोधेँ भोलि हामी वृन्दावनको घरमा तिम्रो विशाल सय दिन मनाउन जाँदै गर्दाखेरि वृन्दावनले तयार गर्नुपर्ने कुराहरू अरू के छन् त्यो पनि एकदम जानकारी गराइदिन्छौ त्यो गराइदिन्छौ कि एउटा सरसफाइको कुरो गऱ्यौ एउटा दुधको कुरा गऱ्यौ एउटा छलकपडको कुरा गऱ्यौ त्यो वृन्दावनले मान्नुपर्छ त्योभन्दा बाहेक के तयार गर्नुपर्ने कुरा केही छ कि वृन्दावनले बाबु त्यसमा आलम धजा ठिक पारी राकेश यहाँ भन्दा गए का पर्व तिमीले एक रूपी रची आका थियो अब यस पर्वबाट तिम्रो वीर्य माथि दुवै तर्फ पनि हेर आलम ध्वजा राखी घरको पनि हेर बाचा बन्धन चारै दिशा बाली राख्न योग्य हुने
बाबु यो परमेश्वर यो कुरो बिरालोले मान्छ मान्ने पर्छ बिरालोले मान्न सक्ने राम्रै कुरा बताएको जस्तो लाग्छ त्यो हुँदै गर्दा ध्वजा पताका आलम भनेको कुरो त भोलि तिमीले विश्वासै मनाएर आइसकेपछि पछि तिम्रो विश्वासै मन्दिरमा जाने बेलासम्ममा घरमा राखेर आलम ध्वजा मन्दिरमा सहित लिएर आउनु पर्ने हो बिरालोले त्योभन्दा अगाडि तिमीलाई जिउ प्लस गणेश ठिक गर्नु पर्ला तिमी विश्वासै लिएर जाँदाखेरि त्यतिखेर बिरालोले घरमा मामा भान्जालाई अलग अलग दियो बाल्नु पर्ने हो कि एउटै दियाले मान्छौ कि तिमी भान्जालाई बनाउँछौ कि तिमी हेर्नु जाँदाखेरि मामा भान्जालाई बस्ने आसन छुट्टै तयारी गर्नुपर्छ कि एउटै आसनमा बसेर विश्वासै बनाउँछौ कि त्यो कुरा नि त होला नि त केही न केही त हेर बाबु त्यो दियो कलश एकै होला तर आशा सन चाहिँ फरक हुनै पर्छ बाबु जो परमेश्वर त्यसो गरेर तिमी विश्वासै मनाउन जाँदाखेरि तिमी जस्तो ठाउँमा तिम्रो बिरालोले जस्तो ठाउँमा राखे पनि बस्छौ कि तिमी मेन ठाउँ हेरेर बस्छौ त त्यो पनि केही होला नि त बाबु त्यसमा भोलि नै यस झ्याङ्गे ले आफ्नो पहिचान रूपी स्वयं आफै खडा भई बस्ने छ बाबु परमेश्वर हन्तलाई तिमीलाई बिरालोले बुझाउनु तिमीले रचेको ज्यानलाई के गर्छ तिमी आफै गर परमेश्वर अब बिदा दिने हो कि चलाउँछौ कि बाबु खै तिम्रा भान्जा खेलमा अड्की आउन पाए छैन बताई ल्याउ त अब हाम्रो पनि बिदा वारी लिने समयको ख्याल गरी दिएस छिटो जाग बाबु हेर तिमी हेर 10 नम्बर का मस्ट तिमी पनि बिदा लि जाऊ मैले तिमीलाई अब बिदा दिन्छु मैले बोलाऊ ता आएस लौ त तिमी जाऊ है परमेश्वर अध्यवस्थ अब अध्यवस्थलाई पनि हामीले बिदा गर्न आँट्यौँ हामीले आवश्यक परेर निमन्त्रणा गरेको खण्डमा हाम्रो पर्व सम्पन्न नभएसम्म हामीले जतिखेर बोलाए पनि आउने गरी अध्यवस्थलाई पनि छोडिदिनु पर्छ परमेश्वरले अहिले विश्राम देऊ जय नेपाल वैशाख 26